ओम शान्ति। गुड मर्निङ। बापदादाका प्यारा प्यारा अकाल मूर्त बच्चाहरूलाई अनुभव गरौँ। स्वयं बापदादा वतनबाट हाम्रो सम्मुख आउनुभएको छ र हामीलाई आजको यस छोटो साकार मुरली सुनाइरहनु भएको छ। आज मिति 2083 साल जेठ 21 गते बिहिबार, तदनुसार 4 जुन 2026। मिठो प्यारो शिव बाबा मुरलीको सारमा भन्नुहुन्छ, मिठे बच्चे, तिमीले पारलौकिक बाबालाई यथार्थ रीतिले चिनेका छौ, त्यसैले तिमीलाई नै सच्चा प्रेत बुद्धि वास्तविक भनिन्छ। आज बाबाले हामीलाई प्रश्न सोध्नुभएको छ, बाबाको कुन कर्तव्यबाट उहाँ भक्तहरूको रक्षक हुनुहुन्छ भन्ने सिद्ध हुन्छ? उत्तरमा बाबा भन्नुहुन्छ, सबै भक्तहरूलाई रावणको जेलबाट छुटाउनु, कङ्गालबाट सम्पन्न बनाउनु यो एक बाबाको नै कर्तव्य हो। जति पनि पुराना भक्तहरू छन् तिनीहरूलाई ब्राह्मण बनाएर देवता बनाइदिनु यही तिनीहरूको रक्षा हो। भक्तहरूको रक्षक आउनुभएको छ आफ्ना सबै भक्तहरूलाई मुक्ति जीवन मुक्ति दिन। गीत। भोलेनाथ से निराला, गौरीनाथ से निराला कोई और नहीं हो। भोलेनाथ से निराला, गौरीनाथ से निराला कोई और नहीं। वे तो बिगड़ी बनाने वाला कोई और नहीं। भोलेनाथ से निराला, गौरीनाथ से निराला कोई और नहीं हो। भोलेनाथ से निराला, गौरीनाथ से निराला कोई और नहीं। अच्छा, मिठी मिठी सिकिला दे बच्चाहरूप्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी माता पिता बाप दादालाई दिलवजान सिकुवा प्रेमबाट याद प्यार गुड मर्निङ नमस्ते। वाह बाबा वाह, वाह टिचर वाह, वाह सद्गुरु वाह, धन्यवाद बाबा धन्यवाद। आज बाबाले हामीलाई धारणा गर्नको लागि मुख्य पोइन्ट्स दिँदै हुनुहुन्छ। नम्बर 1, श्रीमतमा चलेर श्रेष्ठभन्दा श्रेष्ठ देवता बन्नु छ। सारा विश्वको सच्चा सच्चा रुहानी सेवा गर्नु छ। आदि सनातन देवी देवता धर्मको स्थापनामा बाबाको पुरा मद्दतगार बन्नु छ। नम्बर 2, आत्मालाई सक्कली सुन बनाउनको लागि एक बाबा बाहेक कुनै पनि देहधारीलाई याद गर्नु छैन। पारलौकिक बाबासँग सच्चा सच्चा प्रीत राख्नु छ। वरदान अनुभव गरौँ। स्वयं बापदादाको वरदानी हात हाम्रो श्रीमाथि छ अनि बापदादा हामीलाई वरदान दिँदै हुनुहुन्छ। आत्मिक उन्नतिको साधनद्वारा सर्व परिस्थितिहरूमाथि विजय प्राप्त गर्ने अकाल मूर्त भव। विश्लेषणमा बाबा भन्नुहुन्छ, जसरी शरीर निर्वाहको लागि अनेक उपाय अपनाउँछौ त्यसरी नै आत्मिक उन्नतिको उपाय पनि अपनाऊ। यसको लागि सदा अकाल मूर्त स्थितिमा स्थित हुने अभ्यास गर। जसले स्वयंलाई अकाल मूर्त आत्मा सम्झेर चल्छन् उनीहरू अकालमा हुने मृत्युबाट अकालबाट सर्व समस्याहरूबाट बच्छन्। मानसिक चिन्ताहरू मानसिक परिस्थितिहरूलाई हटाउनको लागि केवल आफ्नो पुरा शरीरको भानलाई मेटाउँदै जाऊ। स्लोगनमा भन्नुहुन्छ, जो कुनै पनि कुराबाट बारम्बार दुखी हुन्छ ऊ अन्त्यमा फेल हुन्छ। अच्छा, ओम शान्ति। आज हामी सम्मान लिनेछौँ, म अकाल मूर्त आत्मा हुँ, म अकाल मूर्त आत्मा हुँ। ओम शान्ति।